सर अभी जैसे मॉडर्न एरा में क्या है कि यू सी लॉट ऑफ मेटाबॉलिक पेशेंट्स आजकल सर क्या है कि मेटाबॉलिक पेशेंट्स यंगर जनरेशन में इतना ज्यादा क्या क्यों हो रहा है, क्या एनालिसिस है आपका सर? तपाईँले एकदम राम्रो क्वेसन सोध्नुभयो किन मेटाबोलिक सिन्ड्रोमहरू यङ्गर पपुलेसनमा आयो। म आफ्नो बाल्यकाल सम्झिन्छु। बाल्यकाल सम्झिँदा के छ भन्दाखेरि त्यो बेलाखेरि हाम्रो हातमा मोबाइल थिएन, टिभी पनि हामीले म चाहिँ बाल्यकाल सम्झिन्छु। म त्यस्तो सम्पन्न परिवारबाट आएको होइन। टिभी हेर्न पनि एउटा गाउँमा 2टा 3टा टिभी हुन्थ्यो, त्यो पनि लाइन लाग्नु पर्थ्यो। त्यो पनि फलानाको छोरो म फलानाको नाति भनेर गयो भने उसले टिभी हेर्न दिन्थ्यो, न टिभी हेर्न दिन्थेन। त्यो गर्दा के हुन्थ्यो भन्दाखेरि हामी आउटडोर एक्टिभिटीमा पहिला बढी एक्टिभ हुन्थ्यौँ। फुटबल खेल्थ्यौँ, क्रिकेट खेल्थ्यौँ, पौडी खेल्थ्यौँ खोलामा होइन। बाबुआमाले गाली गर्नुहुन्थ्यो, तर अहिले सम्झिन्छु कि त्यो चाहिँ हामीले आफैलाई फाइदा गर्दा बाउ हाम्रो गार्जियनले बुझ्नु भएन होला। जुन हामी बच्चामा गएर जुन एक्टिभ हुन्थ्यौँ, फुटबल खेल्थ्यौँ अन्त क्रिकेट खेल्थ्यौँ, हाम्रो फिजिकल एक्टिभिटी हुन्थ्यो। Welcome to Hello Doc. Today, the word is so much engraved into various types of diseases, problems, and everybody is running around doctors, medical colleges, nursing homes. But still, the people are not getting what they want. And that is why the medical fraternity has a very important role. So, Aya Pharma Lab brings in this program what actually the doctors are going to offer to the common man. That is our motto with this program of Hello Doc. So every week we will be coming out with one doctor who will be with whom we will be discussing on how he is going to serve the society. We have Dr. Shravan Kumar Mandal with us. And sir, when it comes to medical profession, it is one of the noble profession. And most of the patient when it comes to you thinks that they have actually gone to a god. I'd like to know something about your journey, how it started, and what challenges you see in this journey in the near future. धन्यवाद, थ्याङ्क यू। एक्चुअली मेरो चाहिँ अरिजिन चाहिँ मेरो घर चाहिँ जनकपुर हो, तर मेरो बाल्यकाल चाहिँ अहिलेको गण्डकी प्रदेश तनहुमा बितेको। त्यहाँबाट मैले स्कुलिङ सुरु गरेर स्कुलिङ गर्दादेखि नै त्यहाँ बिरामी पर्दा मान्छेहरू मैले बिरामी परेको देख्थेँ। कसैलाई ज्वरो आउने, कसैलाई खोकी लाग्ने, अनि त्यसपछि स्वास्थ्यकर्मी आएर दबाई दिँदा चट्ट हुन्थ्यो, उहाँ धेरै खुसी हुनुहुन्थ्यो। त्यहाँबाट मेरो चाहिँ यो के रहेछ, यो यसमा के दबाई हाल्दो रहेछ, के जादु रहेछ यो फिल्डमा भनेर त्यहाँबाट चाहिँ म यो मेडिकल फिल्डबाट अलिक प्रभावित भएँ। हुँदै गएँ त्यसपछि मैले 10+2 काठमाडौँ गएँ। काठमाडौँ गएपछि मैले चाहिँ स्कलरसिप चाहिँ नेसनल मेडिकल वीरेन्द्रबाट पढेर पछि चाहिँ लोकसेवामा नाम निकालेर टेकु हुँदै अहिले चाहिँ हाल चाहिँ म अहिले श्री वीरेन्द्र हस्पिटलमा चाहिँ मेडिसिन रेजिडेन्ट गरेर हाल म थर्ड इयर पुगेँ। यो मेडिकल फिल्डको बारेमा भन्नुपर्दा यो वास्तवमा नै अरू फिल्डभन्दा चाहिँ अलि सम्मानजनक फिल्ड छ र अरू फिल्डभन्दा कठिन फिल्ड पनि छ। तपाईँहरूले यो मेडिकल फिल्डमा किन आउनुभयो भन्ने कारण सोध्नुहुन्छ भने एउटै घर परिवार अथवा एउटै समाजमा त्यहाँ इन्जिनियरको घर पनि हुन्छ, न्यायाधीशको घर पनि हुन्छ, टिचरको घर पनि हुन्छ र उसले परिचय दिँदा के भन्छ, फलानु डक्टरको कहाँ मेरो घर हो है। उसले न्यायाधीश भन्दैन, उसले टिचर भन्दैन, उसले परिचय दिँदा पनि मेरो घर फलानु डक्टरको घरको छेउमा छ भन्छ क्या। त्यो चाहिँ आफैमा एउटा यो सोसाइटीले दिएको आफूले नमागेर पनि आफै पाएको सम्मान जस्तो लाग्छ। र जब त्यो बिरामीहरू सन्चो हुन्छ र उहाँहरूले खोज्दै आउनुहुन्छ, त्यो अर्को सम्मान हो क्या। हामी बिरामी खोज्नु पर्दैन। जब कुनै बिरामी जब धेरै ठाउँबाट दुःख पाएर आइसकेको बिरामी तपाईँ कहाँ खोज्दै आउनुहुन्छ, त्यो तपाईँले कुनै अरू पैसाले किनेर पाउनु हुँदैन। अनि कुनै बिरामीसँग राम्रो बोल्नुभयो, उहाँ सन्चो भन्नु र तपाईँको नाम उसले 10 ठाउँमा भन्छ, म त फलानु डक्टर कहाँ गएको थिएँ। त्यो तपाईँले केही गर्नै पर्दैन। यदि तपाईँ मेडिकल फिल्डमा इन्ट्रेस्टेड हुन्छ, दुःख छ हो यो फिल्डमा, अरू फिल्डभन्दा दुःख छ, तपाईँले सुत्न पाउनुहुन्न कहिलेकाहीँ। आफ्नो घर छिमेकी तपाईँ हस्पिटलमा हुनुहुन्छ, तपाईँको घरमा आफ्नै बहिनीको कहिले बिहे भइरहेको हुन्छ, कहिले आफ्नै दाइको बिहे भइरहेको हुन्छ, तपाईँ जान पाउनुहुन्न। त्यो भनेको तपाईँले सोसाइटीप्रतिको सेक्रिफाइस हो। त्यसैले यो तपाईँले चाहँदा नचाहँदै पनि सेक्रिफाइस गरिरहनु भएको हुन्छ यो फिल्डमा। चाहनुहुन्न तै पनि सेक्रिफाइस गर्नुहुन्न, तपाईँले खोज्नुहुन्न तै पनि सम्मान पाइरहनुहुन्छ क्या। तर आफै एउटा नोबेल पेसा हो, अरू फिल्डभन्दा अलिक कठिन छ र यो फिल्डमा लागेपछि यसको आफ्नै मजा पनि छ र दुःख पनि छ।
दुःख होला, कहिले तपाईँले खान पाउनुभयो होला, कहिले निद्रा पुग्दैन होला। र मजा के छ, जब तपाईँको जुन सन्तुष्टि तपाईँले पैसाले पाउनुहुन्थ्यो त्यो सन्तुष्टि पाउनुहुन्छ होइन। मान्छे जन्मिसकेपछि केही न केही गर्नु भनेर आएको हामी। त्यो सन्तुष्टि चाहिँ जब बिरामी निको हुन्छ, बिरामीको अनुहारमा हाँसो आउँछ, बिरामीको आफन्त अथवा उसको रिलेटिभहरूले सानो थ्याङ्क यू भन्नुहुन्छ नि, त्यो जतिको खुसी अरू फिल्डमा सायद पाउनु हुँदैन जस्तो लाग्छ। त्यही भएर मलाई यो मेडिकल फिल्ड होइन, सबै फिल्ड आफ्नो ठाउँमा राम्रो छ, सबै फिल्डको आफ्नो महत्त्व छ। मेडिकल फिल्ड मात्रै राम्रो होइन, त अरू कम्पेयर कम्पेयर गर्दाखेरि मलाई मेडिकल फिल्डमा चाहिँ जुन अरू ठाउँमा आत्मसम्मान र सन्तुष्टि पाउनुहुन्छ नि, त्यो सायद अरू फिल्डमा सायदै पाउनुहुन्छ जस्तो लाग्छ। सर फैक्ट है जो आपने कहा कि जो सम्मान संतुष्टि या स्क्रीन में मिलता है, दैट इज वेरी रेयर इन अदर फील्ड्स, बट एट द सेम टाइम जो आपने कहा कि सेक्रीफाइस ऑल्सो सबसे ज़्यादा करना पड़ता है इस फील्ड में सर, दैट इज वेरी, क्योंकि फॉर यू पेशेंट इज फर्स्ट, पेशेंट आज बैठा हुआ है तो आपको कई बार घर के फंक्शन छोड़ने पड़ते हैं, बहुत सारे सेक्रीफाइसेस करने पड़ते हैं सर। तो सर अभी जैसे मॉडर्न एरा में क्या है कि यू सी लॉट ऑफ मेटाबॉलिक पेशेंट्स आजकल सर, क्या है कि मेटाबॉलिक पेशेंट्स यंगर जनरेशन में इतना ज्यादा क्या क्यों हो रहा है, क्या एनालिसिस है आपका सर इसमें? तपाईँले एकदम राम्रो क्वेसन सोध्नुभयो। किन मेटाबोलिक सिन्ड्रोमहरू यङ्गर पपुलेसनमा आयो? म आफ्नो बाल्यकाल सम्झिन्छु। बाल्यकाल सम्झिँदा के छ भन्दाखेरि त्यो बेलाखेरि हाम्रो हातमा मोबाइल थिएन। टिभी पनि हामीले, म चाहिँ बाल्यकाल सम्झिन्छु, म त्यस्तो सम्पन्न परिवारबाट आएको होइन। टिभी हेर्न पनि एउटा गाउँमा 2टा 3टा टिभी हुन्थ्यो। त्यो पनि लाइन लाग्नु पर्थ्यो। त्यो पनि फलानाको छोरो, म फलानाको नाति भनेर गयो भने उसले टिभी हेर्न दिन्थ्यो, नत्र टिभी हेर्न दिन्थेन। त्यो गर्दा के हुन्थ्यो भन्दाखेरि हामी आउटडोर एक्टिभिटीमा पहिला बढी एक्टिभ हुन्थ्यौँ। फुटबल खेल्थ्यौँ, क्रिकेट खेल्थ्यौँ, पौडी खेल्थ्यौँ खोलामा होइन। बाबुआमाले गाली गर्नुहुन्थ्यो। तर अहिले सम्झिन्छु कि त्यो चाहिँ हामीले आफैले फाइदा गरेर, तर हाम्रो गार्जियनले बुझ्नु भएन होला। जुन हामी बच्चामा गएर जुन एक्टिभ हुन्थ्यौँ, फुटबल खेल्थ्यौँ अथवा क्रिकेट खेल्थ्यौँ, हाम्रो फिजिकल एक्टिभिटी हुन्थ्यो। हामीले बच्चैदेखि एउटा जुन पाउनुपर्ने त्यो सेडेन्टरी लाइफस्टाइल पाएनौँ। र त्यसको ठ्याक्कै अपोजिट अहिले हेर्नुहोस्, मलाई कुनै कुरो मेरो मोबाइलमा कुनै कुरो चलाउन आउँदैन, तर मेरो घरको भतिजीहरू, मेरो भाइहरूलाई त्यो चलाउन आउँछ। दे आर मोर एक्टिभ इन द सोसियल मिडिया एन्ड इङ्गेजिङ लेस इन द आउटसाइड। अहिलेको तिनीहरूको फिजिकल एक्टिभिटी छैन, तिनीहरू मोबाइल। हामी पहिला कुनै खेतमा गएर फुटबल खेल्थ्यौँ, उनीहरूले मोबाइलमा फुटबल खेल्छौँ। मोबाइलमा फुटबल खेलेर त पेट घट्दैन। जुन हाम्रो एक्सर्साइज पसिना बगाउनु पर्ने थियो, हामी एक्टिभ थियौँ, सोसियली पनि एक्टिभ थियौँ। कहिले के मेलापात हुन्थ्यो, कहिले कसकोमा खेत खन्दानी गरिन्थ्यो, कसैले काम पनि गरिन्थ्यो। त्यही पहिला हामी चाहिँ घर बाहिर खेल्थ्यौँ। अहिले त्यो कुरो घरभित्र खेल्छौँ, त्यो पनि मोबाइलमा। त्यसरी उसको त फिजिकल एक्सर्साइज हुँदैन। यो भयो एउटा हाम्रो फिजिकल एक्टिभिटीको। अर्को चाहिँ मैले देखेको, मैले भोगिरहेको, मेरो घरमा नि छ, मेरो समाजमा नि छ, यो नेपालमै छ। फुड ह्याबिट चेन्ज भयो। हामी बच्चामा हुँदा हामी यो नेपाली खाना भन्छ, मकै भटमास खाएर हिँड्थ्यौँ अथवा केही रोटी खाएर हिँड्थ्यौँ। अहिले बच्चाहरू त्यो खान रुचाउँदैन। दे आर मोर प्रिन्टेड टु टेक जङ्क फुड लाइक चाउचाउ, मोमो, चाउमिन। त्यो मात्रै नभइकन हामीले घरमा त बच्चाले त्यो खान्छ। इभन अहिले स्कुलहरूमा पनि, क्यान्टिनहरूमा नि जङ्क फुडको मात्रा बढिरहेको छ। त्यही भएर मान्छेहरूले अरू खानाभन्दा जङ्क फुडको कन्ज्युम्सन बढी भएको कारणले र त्यही 2टा फिजिकल एक्सर्साइज, ल्याक अफ फिजिकल एक्सर्साइज एन्ड द मोर टेकिङ द जङ्क फुड, त्यो 2टा कारणले गर्दा चाहिँ अहिले चाहिँ हामीले यङ एडल्टमा नै यो मेटाबोलिक सिन्ड्रोमहरू आइरहेको चाहिँ हो कि जस्तो मेरो अनुमान छ। सो सर जैसे आपने कहा जंक फूड का इशू है, लाइफस्टाइल का इशू है, लोग, आप तो लोग खेलते थे बाहर, फुटबॉल हो या कोई और वो हो, बट आज लोग सिर्फ मोबाइल में फुटबॉल खेल रहे हैं, तो फुटबॉल भी है, मोबाइल में ही है। So what is your advice to the society or the younger generation that they can be saved from the trap of metabolic syndrome? मैले पनि सबै गार्जियनहरूलाई के सल्लाह दिन्छु भन्दाखेरि, हाम्रो अहिले के देखिरहेको छु मेरो घरमा नि अथवा समाजमा नि, पहिला हामी पहिलेदेखि खेल्थ्यौँ कि, खेलेर हामी मेन्टेन गऱ्यौँ। अहिले मान्छे के हुन्छ, सबै कुरा गर्छ, मोटाउँछ, बल्ल ऊ जिम जान्छ क्या। भने हामी पहिला रोगलाई निम्ताइरहेको छौँ र त्यसपछि रोग भगाउनलाई अर्को सेकेन्डरी कुरा गरिरहेको छौँ भने, त्यही कारण अहिले चाहिँ मैले प्यारेन्टलाई के भन्छु भने, फिजिकल एक्टिभिटी हुनुपर्छ। फिजिकल एक्टिभिटी भएन भने तपाईँको बच्चा मोटाउने, उसको अलि मानसिक त्यो जुन हाम्रो त्यो तेज दिमाग हुन्छ त्यसमा कमजोरी आउने। र जति फिजिकल एक्सर्साइज भयो त्यति नै बालबच्चाहरूको सोच्न सक्ने शक्ति, सम्झाउन सक्ने शक्ति, स्मरण शक्ति बढ्दै जाने हुन्छ। त्यसै कारणले बच्चाहरूलाई अब मोबाइल मोबाइल कम, घरको त्यो इन्डोर कामभन्दा केही बच्चाहरूलाई बाहिर खेल्नलाई टाइम दिनुहोस्, बाहिर खेल्न लैजानुहोस्।
त्यो गर्दाखेरि मोटाउने समस्या र जुन हामीले मेटाबोलिक सिन्ड्रोम भन्छ र अरू त्यो सँगसँगै पछि जुन अहिले अर्ली एजमा डायबिटिज भइरहेको छ, प्रेसरको रोगीहरूको बढिरहेको छ, त्यो चाहिँ कम गर्न सकिन्छ कि कम गर्न सकिन्छ सायद? तो सर जैसे आपने कहा कि मेटाबॉलिक सिंड्रोम की एक कारण है, मे बी आज की जनरेशन उतना ज़्यादा लाइफस्टाइल को अडॉप्ट कर रही है या लग्जूरियस लाइफ को अडॉप्ट कर रही है। सो मेजर जो आपने कहा कि उसको अपना एक्टिविटी को इम्प्रूव करना चाहिए। एनी अदर सजेशन विच यू वुड लाइक टू गिव टू पेशेंट्स? यसको अर्को पनि फाइदा छ। हामी फिजिकल एक्सर्साइज र जङ्क फुडको कुरा गर्दाखेरि जस्तै हामी के हुन्छ भने यो घरमा बस्दाखेरि तपाईँ अर्को अर्को साथी अथवा अर्को अर्को मान्छेसँग तपाईँ लिङ्क बनाउन सक्नुहुन्न। लिङ्क बनाउन नसकेपछि तपाईँले बाहिर के हुन्छ थाहा पाउनुहुन्न। जब तपाईँ घर बाहिर निस्किनुहुन्छ, तपाईँहरूको साथीभाइको सर्कल बढ्दै जान्छ। सर्कल बढ्दै गएपछि तपाईँको फिजिकल एक्टिभिटी आफै बढ्दै जान्छ। उसले आज उता खेल्न जाऊँ भन्छ, उसले आज यहाँ म्याच छ भने त्यहाँ जान सकिन्छ। त्यस कारणले हाम्रो एउटा मोनोटोनस लाइफ भइसकेको छ। मोनोटोनस लाइफले गर्दा पनि मान्छेको अलिकति त्यो सेडेन्टरी लाइफ हुने, जब मान्छे बाहिरै निस्किँदैन, उसको साथी हुँदैन, साथी नभएपछि बाहिर घुम्न जाँदैन। त्यसै कारणले गर्दा चाहिँ फिजिकल एक्टिभिटीमा ध्यान दिनुपर्छ र हामीले एउटा सर्कल बनायौँ भने त्यसले आफैलाई त्यो प्रेरित गर्छ क्या। एउटा साथीभाइ भयो भने बाहिर खेल्न गइन्छ होला, कहीँ घुम्न गइन्छ होला, कहीँ ट्रेकिङ गइन्छ होला। त्यसले गर्दा चाहिँ घरभित्रको त्यो मोबाइलमा खेल्नुभन्दा घर बाहिर गएर खेल्नलाई सल्लाह दिन्छु। थैंक यू सर, जो आपने कहा कि डाइट को ठीक करें और एक्सरसाइज करें और ये जो मोबाइल का गेम है इसको कम से कम करें, जितना नेसेसिटी है उतना करें, उससे ज़्यादा नहीं करें। आई थिंक व्हेन पीपल विल लिसन टू यू, दे विल फॉलो योर एडवाइस सर। थैंक्स फॉर गिविंग द सच एडवाइस सर ऑन आवर प्लेटफॉर्म। थैंक यू सर। थैंक यू।